यति बेला हाम्रो दोहोरी प्रतियोगिता हुँदैछ हेर्नु होला सबैजनाले पछाडि नाची टोली हेलो हेलो भने भिडियोमा जात्रा सत्र हो अनि त्यसरी भन्नु पर्यो नि त अघि हेलो भनेर अनि अहिले भनेर हुन्छ त हेलो हेलो टोली ल टोली ल टोली ल टोली 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 ल दाइ टोली ल आज चाहिँ प्रोग्राम सक्सेस गर्नुपर्छ हामीले कसको छोरी हो खै बाबा कहाँ हो गोपाल दिदी आऊ न गोपाल दिदी हरि हरि सो हेलो एन्ड नमस्ते गाइज वाट इज अप आई होप कि सबैजना सोचेर राम्रै हुनुहुन्छ होला दिस इज मिस्टर एम एन्ड वेलकम ब्याक टु माई च्यानल सो आफ्टर लङ टाइम है भिडियो बनाउँदैछु सो लास्ट टाइम मैले थाइल्यान्डबाट आउँदा बनाएको थिएँ भिडियो होइन सो त्यसपछि मैले भ्लगै बनाएको थिइनँ सर्ट्सहरू हालिरहेको थिएँ सो आज चाहिँ केही स्पेसल छ गाउँ जाँदैछु यहाँबाट सिन्धुपाल्चोक स्कुटरमा है अनि गाउँमा चाहिँ आज जात्रा छ कि पूजा सुजा रमाइलो एकदम प्रोग्राम सक्क हुनेछ आज सो मन्दिर छ क्या घर छेउमै मन्दिरमा जात्रा लाग्नेवाला छ आज सो आज चाहिँ जानेवाला छु सो कलेज सलेज भएर टिक्का आएर कसेर खान सकिसकेँ अब चाहिँ चट्ट लाग्ने तयारीमा होइन सो लेट्स सो जाउँ हेरौँ कस्तो हुन्छ टुर मजाले हानौँ यहाँदेखि सिन्धुपाल्चोकको जात्रा रमाइलो भन्नेवाला छ सायद भिडियो लङ हुन्छ होला भयो त 2 पार्ट गरिहाल्छु सो लेट्स सी के हुन्छ होइन सो दिन त ठिकठाकै छ त्यस्तो पानी पर्ला जस्तो केही पनि छैन तर अलिअलि उसो चाहिँ लगाइरहेको छ होइन त्यस्तै हो लेट्स सी अब चाहिँ ब्याग सेक प्याक गरेर लेट्स गो टु द होम है त सो ल हेलमेटको नि सेटअप भइसक्यो होइन भ्लगिङको लागि सो आज चाहिँ बब्बाल भ्लग बनाउनुपर्छ होइन टक्क राइडिङ गरेको सो अब काम सबै भइसक्यो ड्रेस सेस जुत्ता सुत्ता लाएर सब रेडी अब चाहिँ लेट्स गो है त सो म चाहिँ अहिले ठ्याक्कै यो थली भन्ने ठाउँतिर आइपुगेँ होइन थली कटेकै अलिकति अनि यो हेलमेटमा टक्कर राखेर आएको छु नि त मैले देख्दैन ओ यो राखेर आएको थिएँ होइन अनि अब यहाँ चाहिँ ल टक्क एउटा भ्लग बनाउनु पऱ्यो स्कुटी चलाएको टक्क राख्छु भनेको होइन यो त टक्रकै निस्किरहेको यार छ्या यस्तो गिद्दी भयो नि त मलाई झन् क्या यार घरमा त निस्केको थियो कि त्यो अलरेडी निस्किसक्दा पनि मैले गम ल्याएर टालेको फेभिक्विक ल्याएर तर फेभिक्विकले नै अहिले आएर काम गर्दैन अब के गर्ने यार झन् यस्तो हेर रोडमा खन्छ यहाँ त कुदाउनुपर्छ भ्लग बनाउनुपर्छ भनेर गरेको त जय श्री राम भइसकेको छ मेरो अब यो टाँसिनेवाला छैन है कस्तो दिमाग खराब हो नि त यार यति बेला चाहिँ ठ्याक्कै म आइपुगेको छु जर्सिङ पौवा भन्ने ठाउँ होइन काठमाडौँबाट ट्याक्कै माथि स्कुटर रनन्न बट्टा रहेछ है आज यहाँबाट यो चाहिँ एउटा खतरा पिकनिक स्पट हो कि यतातिर अनि यतातिर ठाउँ छ जाने होइन जे होस् यहाँबाट चाहिँ अब ओह्रालो हो यहाँसम्म त उकालै पर्छ काठमाडौँबाट सर आउनलाई यहाँबाट चाहिँ हामी ओह्रालो लाग्नुपर्छ अब होइन सो कति 12 बन्दा आयो होला म 1 बजीतिर त मेरोमा चाहिँ पुगिहाल्छु 1 साढे 1 भनेपछि 2 बजीतिर लगभग घरै त पुग्छ होला सो ढिला नगरिकन लेट्स गो है त त्यो माउन्ट त निकाल्यो यार भाँचेर चाहिँ हाल्ने भएन अनि निकालेर ब्यागतिर राखेको छु सो लेट्स गो है त यो चाहिँ ठाउँ भयो हाम्रो सीमा प्रारम्भ यताबाट काठमाडौँ र सिन्धुपाल्चोक छुट्टिने ठाउँ हो कि यो चाहिँ छाप भन्ज्याङ मान्छेहरूलाई त्यही पर छ होइन सो इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोक सीमा प्रारम्भ यहाँबाट उता भयो काठमाडौँ हाम्रो यहाँबाट उता सिन्धुपाल्चोक सो हामी जान्छौँ यो माथिको बाटोबाट हो तलको बाटो पनि जान्छ तर बन्द छ अहिले सो लेट्स गो है त सो फाइनली आइपुग्यो मेलम्ची बजार अब एकछिन बस्छौँ यहाँ है काम छ अलिअलि कसै खाएर अनि सर लाग्नुपर्छ
मलाई कति लाग्यो 1.5-2 घन्टा चाहिँ लाग्यो होला आइपुग्नलाई सोचौँ काम अलि अनि लेट्स गो टु द होम है त हाम्रो टोली लागिसकेको छ घरतिर शिव दाई के छ मेरो दाई 3टा बाइक लाइनअपमा छन् एउटा 220 एउटा 150 अनि स्कुटर सो यार सर लाग्छ हामी बाटो चाहिँ यस्तै कतै कतै ढलान कतै राम्रो यस्तै छ भिडियो सुटिङ हुँदैछ हाम्रो यहाँ भिडियो सुटिङ ह्यान्डसम मेरोको ह्यान्डसम छैन त दाइ नि सो अब हामी चाहिँ लाग्नुपर्छ यहाँबाट रफली हामीलाई लाग्छ होला 30 मिनट जति घर पुग्नलाई बाटो अलि अप्ठ्यारो छ स्कुटर त बिस्तारै लग्नुपर्छ अरू पनि त्यस्तै हो सो जमघरतिर अब गएर मस्त जात्रा इन्जोय गर्नुपर्छ है त सो फाइनली घर आइपुगिसकेको अवस्था हो अनि आउने बित्तिकै अब अम्मा त कम्पलसरी नै हो गाउँ आएपछि कस्तो आइछ म राम्रो आइछ हेर्न हेर यहाँ सो यो चाहिँ अस्ति नै खाँदा काँचै खाँदै यो चाहिँ पाकेर रहेछ कि अहिले अनि टेस्ट गर्दा बवाल छ तल चाहिँ नदेखाउनु किन नदेखाउनु तल किन नदेखाउनु सो जात्रा चाहिँ यहीँ नजिकै हुन्ला हो यहीँ भएर पनि देखिन्छ उतै पर होइन त्यतातिर छ सो अब जानुपर्छ घर आइपुग्यो सो लेट्स गो अब जानुपर्छ जात्रा मनाउनलाई हेलो दिदी के छ हाल खबर हेलो हेलो भने भिडियोमा के भिडियोमा हेलो भने भिडियो बनाएको हो कि यसरी अनि हेलो भने हेलो भन्नु पर्यो कि हेलो भन्नु पर्यो हेलो भने सब जम जात्रा यसो रमाइलो हुन्छ प्रोग्राम जात्रा सात्रा हो अनि त्यसरी भन्नु पर्यो नि त अघि हेलो भनेर अनि अहिले भनेर हुन्छ त सो लेट्स गो है त तिम्रो नाम के होला भन्थ्यौ सोनिया कसको छोरी हो खै बाबा कहाँ हो गोपाली गोपाली हाल्ने त हुन्छ यो त म बिहानै भ्लग बनाएर आइछु ल युट्युबमा हालिदिन्छु है त मैले तिम्रो अडियो नहाल्ने हालिदिन्छु के किन भन न किन अनि कलाकार बन्ने भने तिमी अनि तिमी कलाकार बन्ने भने त यो चाहिँ भयो आजको हाम्रो प्रोग्राम हुने ठाउँ होइन त्यहाँ भयो यो भयो मन्दिर जात्रा लाग्ने अहिले चाहिँ प्रोग्राम चलिरहेको छ यहाँ लेट्स सी के हुन्छ हेरौँ होइन यो भयो हाम्रो वडा कार्यालय मस्तको दामी देखिरहेको छ है मान्छेहरू दर्शक अहिले यति छ तर आउन चाहिँ आउँछन् टन्ने मान्छेहरू यता सो अरू नि बस्दैछन् यता हजुर जागिर अब खाइयो हेर्नु पर्यो भोलिन्टर जागिर ल अब घरै जाउँ प्रोग्राम स्टार्ट हुन्छ एकछिनमा है बृहत सांस्कृतिक कार्यक्रम हुँदैछ यहाँ जात्रा लाग्ने भयो ठाउँ यता अब अहिले एकछिन प्रोग्राम हुन्छ त्यसपछि अब बाजा साजा आएर सबै रमाइलो हुन्छ यता होइन सो आज रमाइलो गर्नुपर्छ ल ल ल टोली टोली हेलो हेलो टोली ल टोली ल टोली ल टोली 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 ल दाइ टोली ल दाइ ल ल ल ल हाम्रो आज संयोजक टोलीहरू ल मास्टर आज फेरि ल ल ल टोली सहयोग टोली ल हाने 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 हेलो टोली ल हात लिन आज कहाँ हाम्रा चाहिँ भोलिन्टियरहरू है त हामीले हाम्रा पुर्खाहरू भर्खरै मौका एउटा चाहिँ पेपर आइपुगेको छ हाम्रा पुर्खा हाम्रा बुबाहरूबाट मैले यो आशा गरेको थिएँ मैले अस्ति नै भनेको पनि थिएँ हामीले
आमन्त्रण गर्दछु। त्यसैगरी रवि कुमार श्रेष्ठ एलएमसी 8 डिडाना निवासी। सो यति बेला हामी भोलिन्टर टोली चाहिँ खाना खान अघि बढिरहेका छौँ राति हुँदो प्रोग्रामको बिचबाट। खै त तेरो ज्याकेट है भोलिन्टर ज्याकेट खै बिहान देखा। सो अब चाहिँ खाना खाने पालो हाम्रो। तल गएर मस्त खाना खाएर आउनुपर्छ है। खै खै ल ल ल ल्याछ ल्याछ ल्याछ। सो खाना खाएर आएपछि चाहिँ हाम्रो प्रोग्रामको भोलिन्टियर सुरु हुन्छ। भोक पनि मस्त लागेको छ है। आउँदै हुनुहुन्छ टोलीहरू। ए ल जम 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 प्रोग्राम जम। सो गएर चाहिँ मस्त रमाइलो गर्नुपर्छ खाना खाएर। भोक पनि लागेर बिहान काठमाडौँ खाँदाखेरि केही खाएन मैले। ए ल ओइ हाम्रो त तल हुन्थ्यो त खाना त अनि। सो खाना खाएर चाहिँ आइसकेका छौँ हामी होइन। त्यसपछि बाजाको स्वागत हुँदैछ यहाँ प्रोग्रामका साथमा। ल यतिको चाहिँ हुनु पर्यो क्या रमाइलो। एक त प्रोग्राम आफ्नै भइहाल्यो हाम्रो होइन। आफ्टर द्याट वी हैव अ बाजा ओभर हियर। वो टाइट टाइट टाइट। हरि 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 जननी जस्तै आउनु छ भएको सारा। यति बेला हाम्रो दोहोरी प्रतियोगिता हुँदैछ। हेर्नु होला सबैजनाले पछाडि नाची टोली ल गायक पनि हेर्नु होला। राम्रो छन् होइन। हाम्रा गायकहरू एकदम कडा कडा छन्। प्रतियोगिता कडा चलिरहेको छ यहाँ दोहोरीको। रमाइलो गर्नु पर्यो। सबले रमाइलो हेर्नु पर्यो। अल्लाह रे मायालाई दिउँला जबाना। पर्फेक्ट भेट भयो आज। होलीको किनारा मैले
परेछु म तादाङ सेउसी सेउसी माया छरे खासन दाजु तिम्रो घरमै मराइन छु माया लाउनेमा परेछु म तादाङ परेछु म सेउसी सेउसी माया छरे खासन घर त छाउनेमा दाजु तिम्रो घरमै मराइन छु रातको 1 बजिसक्यो घर आइपुग्दा चाहिँ होइन स्वर चैट खुट्टा पनि चैट उफ्रिँदा उफ्रिँदा नाच्दा नाच्दा सातो आँखा आज त्यही नाच्यो यति उफ्री कुरो नगरौँ होइन भिडियो बनाएन होला तर त्यति नाच्यो है हामी भिडियोमा जति छ त्यो त भिडियो त 10 देखि 20% मात्रै भने हालकै नाचेको हुन्छ बाँकी त यति नाच्यौँ हामी ओहो यो खुट्टाको यो पार्ट त ओहो चुँदा नि कस्तो दुखिरहेको क्या मस्त आएर बसिरहेको छु म 1 बजिरहेको छु सो गरेर सुत्नुपर्छ जिउ सिउ मस्त दुखिरहेछ स्वर त पुरै गएको क्या अर्कै आइरहेछ कराउँदा कराउँदा उफ्रिँदा उफ्रिँदा के भयो है सो जो प्रोग्राम र जात्रा चाहिँ रमाइलो भयो होइन सुरुमा चाहिँ दोहोरी सोरी गीत सित गाउने गर्ने थियो रमाइलो भयो त्यसपछि बिहान बाजा आएपछि त कुरै छोडिदिउँ जात्रा त नेक्स्ट लेभल भइहाल्यो हाम्रो होइन सो डान्सहरू चाहिँ मस्त गऱ्यो कि अब पोहोरको वर्षको जात्रामा त थिएन यता सो एटेन्ड गर्न पाएन योपालिको जात्रा चाहिँ होस् मनाइयो रमाइलो भयो होइन सो अब चाहिँ मस्त गरी सुत्दिनुपर्छ यस्तो गाह्रो भए 1 बजी छ सुत्नलाई अब हो सो ढिला नगरिकन गएर सुत्दी मजा अनि आजको भिडियो चाहिँ म यहीँ इन गर्दै आई होप तपाईँहरूलाई भिडियो मन पर्यो होला भन्दै टिल द नेक्स्ट ब्लग बाई बाई टेक केयर है त ल